हेलो साथीहरू, नमस्ते सम्पूर्णमा। आज चाहिँ म चाहिँ तपाईहरूलाई मेरो गाउँको पहाडको केही सिनहरू देखाउन गइरहेको छु। यहाँको प्राकृतिक दृश्यहरू जुन तपाईहरूले देखिरहनु भएको छ। यहाँका डाँडाकाँडाहरू, वन जङ्गल, रुख बोट बिरुवाहरू लगायतका विभिन्न दृश्यहरू म तपाईहरूलाई देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। आज चाहिँ विशेष गरी म तपाईहरूलाई यो सल्लाघारी देखाउन गइरहेको छु। जुन चाहिँ म अहिले सल्लाहको रुखहरू भएको जङ्गलको सल्लाह भएको सल्लाघारीको बिचमा छु। म अहिले चाहिँ बाटोमा हिँड्ने क्रममा यहाँ तपाईँहरूलाई म देखाइरहेको छु। यो सबै जति पनि देखिराख्नु भएको छ यो चाहिँ सल्लाहको रुखहरू हुन्। यसबाट चाहिँ यो सल्लाहको रुखबाट चाहिँ खोटो उत्पादन हुन्छ। सायद तपाईहरूले सुन्नुभएको होला। यहाँका मान्छेहरूले खोटो उत्पादन गरेर राम्रै आम्दानीहरू लिइराख्नु भएको छ। सम्पूर्ण यसको विवरण म तपाईहरूलाई भिडियो मार्फत देखाउने गर्दछु। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सल्लाहको रुख हो। यहाँ वरपर यो चाहिँ सम्पूर्ण यो चाहिँ सल्लाहको रुखहरू हुन्। अब चाहिँ म तपाईहरूलाई खोटो चाहिँ कसरी निकालिन्छ भन्ने कुरा यसो देखाउन गइरहेको छु। यो चाहिँ जुन काटेको घाउहरू छन् यो रुखमा, यो चाहिँ खोटो निकाल्नको लागि बनाइएको घाउ हो। यहाँ चाहिँ सानो चक्कुले सानो सानो घाउ बनाइन्छ अनि त्यसपछि त्योमा चाहिँ अलिकति एसिड तिजाब भनिन्छ त्यो राख्ने गर्दछ। अनि त्यसपछि चाहिँ माथितिर यस्तो घाउ बनाएर अनि तल यहाँनिर चाहिँ अनि सानो 2-3वटा 1-2वटा गमलाहरू राखिन्छ जुन खोटो थुपार्नको लागि। अनि बिस्तारै त्यो गमलामा खोटो थुप्रिने गर्दछ, जम्मा हुने गर्दछ। त्यसमा जम्मा भएर त्यो गमला भरिएपछि फेरि ठुलो टिनको डब्बा हुन्छ जुन बनाइएको, त्यसमा थुपार्ने गरिन्छ। यो सल्लाहमा जति पनि घाउहरू देख्न सक्नुहुन्छ तपाईहरूले, यो चाहिँ खोटो निकाल्नकै लागि बनाइएको घाउ हो। यो वरपर पारी डाँडा जताततै ठुला अग्ला रुख जुन देखिराख्नु भएको छ यो चाहिँ सबै सल्लाहको रुखहरू हुन्। यो सबै खोटो निकाल्नको लागि प्रयोग गरिएको रुखहरू हुन्। यो चाहिँ हाम्रो गाउँ अगाडिका, हाम्रो गाउँ नजिकका ठुला पहाडहरू हुन्। जहाँ यो पहाडको टुप्पोमा चाहिँ आज अलिकति हिउँ परेको अवस्था छ। हिजो राति पानी परेर हिउँ परेको छ। यहाँ चाहिँ सल्लाघारीको बिचमा 1-2वटा घरहरू छन् हाम्रो गाउँको, जुन यहाँ सुन्तला बारी केराबारी पनि रहेको छ। गाउँको बिचमा शान्त वातावरणमा रमाइलो बस्ती रहेको छ। वाउ, आज चाहिँ प्रकृतिले निकै रमाइलो भाइब दिइरहेको छ साथीहरू। कतै मौसम सफा रहेको छ, घाम लागिरहेको छ भने कतै भने सेतो बादल टिलिक्क टल्केर प्रकृतिलाई निकै रमणीय बनाइरहेको अवस्था छ, जुन देख्न सक्नुहुन्छ भिडियोमा तपाईहरूले। चट्टान रहेको बाटोमा हिँड्दाखेरि फेरि मलाई मौसमले च्यालेन्ज दियो साथीहरू। यहाँ देख्न सक्नुहुन्छ जताततै कुहिरोले वन जङ्गल ढाकिसकेको अवस्था छ अहिले चाहिँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईहरूले लाली गुराँस फुलेर ढकमक्क भएको अवस्था छ। यो देख्न सक्नुहुन्छ, यो चाहिँ लाली गुराँसको बुटा हो। यहाँ चाहिँ फुलहरू फुलेर अहिले चाहिँ ढकमक्क भइसकेको अवस्था छ। ल म चाहिँ अहिले आफ्नै गतिमा बाटो लागेँ। यहाँ चाहिँ कुहिरोले जताततै डाँडाकाँडा जङ्गल ढाकिसकेको अवस्था छ। अहिले चाहिँ झमक्कै कुहिरो लागेको अवस्था छ। यहाँ चाहिँ टाढाको दृश्यहरू अहिले चाहिँ देखाउन नसकिने अवस्था रहेको छ। नजिक मात्रै हल्का देखिरहेको छ साथीहरू। यहाँको बाटो चाहिँ एकदमै चट्टानले बनेको छ है त। जताततै चट्टान छ। यस्तै चट्टानमा यस्तै हिँड्नुपर्ने अवस्था अहिले देखिरहेको छ। देख्न सक्नुहुन्छ जताततै बाटोमा चट्टान मात्रै रहेको छ।
साथीहरू बाटोमा हिँड्दै जाने क्रममा आज चाहिँ मलाई निकै रमाइलो महसुस भइरहेको छ। मलाई चाहिँ प्रकृतिले आज निकै रोमान्टिक भाइब्स दिइरहेको अवस्था छ। देख्न सक्नुहुन्छ जताततै चारैतिर कुहिरोले डाँडाकाँडा खोला ढाकिरहेको अवस्था छ, जुन निकै रमणीय दृश्य देख्न सक्नुहुन्छ तपाईहरुले। ल साथीहरू, अहिले मौसम पनि खुल्दै जाने क्रममा म चाहिँ अब निकै ओह्रालो भिरमा प्रवेश गर्न गइरहेको छु। अब चाहिँ म यो भिरदेखि भएर तल जानेछु। यहाँ चाहिँ निकै भिर रहेको छ। यहाँ चाहिँ निकै होसियारपूर्वक मैले हिँड्नु पर्ने छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ भिरको बाटो हो। जताततै ओह्रालो बाटोमा यसरी अब हिँड्नु पर्ने अवस्था रहेको छ। अहिले यहाँ देख्न सक्नुहुन्छ चट्टानै चट्टानको भिर रहेको छ। यो चाहिँ एकदमै अलिकति डेन्जर बाटो रहेको छ। यहाँदेखि लड्यो भने चाहिँ सिधै खोला पुगिने अवस्था छ। यी देख्न सक्नुहुन्छ जताततै यहाँ चट्टानै चट्टान भिर रहेको छ। यहाँदेखि चाहिँ त्यो तल जुन सानो खोला जस्तो खोला देखिरहेको छ, त्यहाँसम्म चाहिँ मैले भिरको बाटो हिँड्नु पर्ने छ अहिले। ल फाइनली साथीहरू, म चाहिँ ओह्रालो बाटो पार गरेर अहिले चाहिँ यहाँ नदीमा पुगिसकेको छु है त। हाम्रो गाउँको तल सबभन्दा तलपट्टिको नदीमा म पुगिसकेको छु। यहाँ नदी पारी पनि गाउँ रहेको छ, थोरै घरहरू छन् हाम्रो। म चाहिँ अहिले उता जाने तयारीमा हो। यो देख्न सक्नुहुन्छ यो चाहिँ नदी हो। धेरै ठुलो नदी चाहिँ छैन, यहाँ चाहिँ सानो सानो नदी हो। अनि यो नदीको माथिपट्टि चाहिँ यता चाहिँ यो चाहिँ सुन्तला बारी, यहाँ चाहिँ सुन्तला खेती गरिएको छ। देख्न सक्नुहुन्छ यो चाहिँ नदी हो है साथीहरू। नदीको आडैमा यहाँ पनि सुन्तला खेती गरिएको छ है त। देख्न सक्नुहुन्छ यो नदीवारीको जमिन अनि उता नदी पारीको जमिनमा पनि त्यहाँ पनि सुन्तला खेती गरिएको अवस्था छ। उता चाहिँ ठुला ठुला रुखहरू देखिरहेको छन्। यहाँ तल पनि ठुलो रुखहरू देखिराख्नु भएको छ। भनेपछि यहाँ चाहिँ अहिले चाहिँ सानो सानो बोटहरू छन् जुन हुर्किने क्रममा छन्। यी बोटहरूले चाहिँ उत्पादन अहिले चाहिँ दिइरहेको अवस्था छैन। अबको केही 1-2 वर्षमा यिनीहरूले उत्पादन दिने क्रममा छन्। साथीहरू, आज चाहिँ म आफूले पुग्नुपर्ने गन्तव्यमा पुगिसकेको छु। मैले चाहिँ आज विशेष गरी यहाँ आउनुपर्ने काम थियो, यहाँ चाहिँ पुगिसकेको छु। यहाँ चाहिँ जताततै पुरै सुन्तला बारी, सुन्तला खेती गरिएको छ। आज म तपाईहरुलाई देखाउँछु। यहाँ डाँडावारी, डाँडा त्योभन्दा पारी पनि सुन्तला बारी रहेको छ, जुन म तपाईहरुलाई भिडियोमा देखाउँदै जानेछु। ल अहिले चाहिँ मौसम सफासँग खुलेर एकदमै चम्किलो घाम लागिसकेको छ। अब चाहिँ भिडियोको अन्तिमतिर म तपाईहरुलाई यहाँको सबैभन्दा ठुलो सुन्तला बारी देखाउन गइरहेको छु है त। ल यो चाहिँ गाउँको सबैभन्दा ठुलो सुन्तला बारी हो। यहाँ चाहिँ गाउँका धेरैजना व्यक्तिहरूको खेतबारी यहाँ रहेको छ र सबैले यहाँ चाहिँ सुन्तला खेती गरिराख्नु भएको छ। यतातिर चाहिँ एउटा सुन्तला बारी छ भनेपछि यसको ठ्याक्कै यतापट्टि चाहिँ फेरि अपोजिट साइडतिर चाहिँ फेरि अर्को ठुलो सुन्तला बारी छ। यहाँ पनि देख्न सक्नुहुन्छ। यहाँ पनि त्यहाँ जताततै सुन्तलाको बिरुवाहरू मात्रै देखिराख्नु भएको छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा सम्पूर्णमा धन्यवाद। अब आउने दिनहरूमा पनि म यस्तै भिडियोहरू तपाईहरुमाझ लिएर उपस्थित हुने नै छु। यस्तै भिडियोहरू हेर्नको लागि पेजलाई अनिवार्य रूपमा फलो र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।